पेट्रोल चाहिन्छ। अनि त्यहाँबाट कहाँबाट म सधैँ एसी चलाउन सक्छु तपाईँलाई? चिसो चिसो मौसम छ न्यानो माया दिनुलाई। हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ आजको मेरो सानो एउटा मिनी भ्लगमा। आज म सबै घरको बिहानै बिहानै काम सकेर पुरा निक्लिँदैछु गाडी डिलरमा जानको लागि, नयाँ कार डिलरमा। किन भन्दाखेरि गाडीको आरसी आएको छ नि त, त्यही भएर लिनलाई। अब मेरो हस्बेन्डले त भन्नु हुँदैछ सबैभन्दा मैले पहिला चाहिँ के क्रिम एप्लाई गरेँ भन्दाखेरि तपाईँलाई थाहा नै छ होइन भन्नु त। के क्रिम एप्लाई गरेँ भन्दाखेरि मेरो लोसन एप्लाई गरेँ। फटाफटी म रेडी हुन्छु। आज चाहिँ म तपाईँलाई के अरे यसको देखाउँदिनँ ल, रेडी भएको चाहिँ देखाउँदिनँ कि म तपाईँहरूलाई फाइनल लुक देखाउँदैछु है ल साथीहरू। एकदम फाइनल लुक देखाउँछु आज र तपाईँलाई फुल भ्लगमा भन्दैछु। मैले चाहिँ ड्रेस लगाएर मेरो यताबाट रुममा आएको थिएँ ऐना हेर्नको लागि। म त्यो टिडिएको ग्रिन टी हर्बल्सको खाँदैछु साथीहरू। यति धेरै म पातली र मेरो फिगर यति राम्रो भयो हेर्नु त। यो वान पिस मलाई यति धेरै टाइट हुन्थ्यो, पुरै रबरले भुँडी देखिन्थ्यो। अहिले त पुरा भुँडी मेरो गएर सबै भएछ। यहाँ हेर्नु न, जो पनि बेली फ्याटले परेसान हुनुहुन्छ होइन, आफ्नो वेट कमाउन चाहनुहुन्छ, प्लिज मलाई यो ब्लगको तल चाहिँ तपाईँहरूले मेसेज गर्न सक्नुहुन्छ। साथैले अस्तिको मेकअपको भिडियोमा मैले तपाईँहरूलाई होइन आइलाइनर लगाएको देखाएको थिइनँ। आज चाहिँ म तपाईँलाई आइलाइनर लगाएको देखाउँदैछु। यहाँ हेर्न सक्नुहुन्छ मेरो आइलाइनर यस्तो पर्फेक्ट लाग्छ, त्यो पनि एक बारमा। अरूले बारमा लगाइरहेको देख्छ, तर मेरो चाहिँ एक बारमा लाग्छ है आइलाइनर। र यो चाहिँ म भन्छु तपाईँलाई, यो चाहिँ हो ल्याक्मीको महँगा आइलाइनर। यो चाहिँ म पार्टी वेयरमा जाँदा कता कता नाइटमा जाँदाखेरि लगाउँछु होइन। र यो चाहिँ मेरो ओन्ली 50 रुपिसको आइलाइनर हो। योभन्दा पनि यो यति राम्रो हो साथीहरू। 24 आवर्स यो पनि नोसमा छु। मैले चाहिँ यो लगाएको हेरेँ फटे होइन। र यहाँ हेर्नु त मेरो आइलाइनर। तपाईँलाई म अर्को भिडियोमा आइलाइनर लगाउन सिकाउँछु। यति राम्रो सजिलो प्रोसेस, दोहोरै सेम हुन्छ। यहाँ हेर्नु कतिको देखिरहेको छु मैले, सेम हुँदैनन्। अब चाहिँ म फटाफटी पुरा रेडी हुन्छु अनि निक्लिन्छु है साथीहरू। अब फाइनल लुक देखाउँछु ल। मेरो फाइनल लुक चाहिँ यस्तो छ साथीहरू, यहाँ हेर्न सक्नुहुन्छ। अब चाहिँ हामीहरू निक्लेका लाइट फ्यान बन्द गरेर एकदम सिम्पल मेकअप। यहाँ हेर्नु त। र क्लचर पनि मैले ब्ल्याक नै दिएको छु। अब चाहिँ हामीहरू जाँदैछौँ तल पार्किङमा जाँदैछु। तपाईँहरूलाई पनि देखाउँछु। एन्डसम्म बनेर बस्नु होला है। जानेभन्दा अगाडि चाहिँ मैले बनाएको थिएँ दलिया र दुध हालेर र खाँदैछौँ हामीहरू। मेरो हस्बेन्ड पनि खानुहुँदैछ। अलिकति खाजा खाँदै जाउँ भनेर मैले चाहिँ मर्निङमै काम सकेर बनाइरहेको थिएँ। बाबुले पनि खायो र यता चाबी लिएर रेडी भइरहेछ ऊ चाहिँ। मैले दलिया खाने बित्तिकै अलिकति डाइटिङमा छु नि त, त्यही भएर हिँड्नुपर्छ भनेर पुरा मोबाइल लिएर यताउता गरेर भिडियो बनाउँदैछु। यहाँ हेर्नु त। ल फाइनली हामीहरू चाहिँ निक्लिसकेका छौँ मन्जिलमा होइन। अनि यो फुल पनि मैले फ्याँक्छु भनेर सोचेको थिएँ, तर पूजा गरेको हो नि त, त्यही भएर फ्याँकिएको छैन। अनि हामीहरू सबैजना फ्यामिली बसेर जाँदैछौँ मन्जिलमा। र साथीहरू आज चाहिँ मलाई एकदमै धेरै खुसी लाग्दैछ मनमा र डर पनि लाग्दैछ। किन भन्दा मेरो हस्बेन्ड त फास्ट ड्राइभर नि त होइन। अनि यहाँ हेर्नु त, मैले 7000मा अस्ति यो एलसिडी लगाएँ कारमा बाबुको लागि चाहिँ। र पुरा कारलाई मैले मोडिफाई गरेर एकदम राम्रो बनाउँदैछु कि जुन जुन कमी छ नि तिन चाहिँ लगाउँदैछु अहिले। साथीहरू मेरो पर्सनल ड्राइभरलाई हेर्नु है, मेरो पर्सनल ड्राइभर एन्ड पर्सनल कार। मेरो ड्राइभर नि, अरूको थोरै न। ड्राइभर भन्दा किन मान्छे रिसाएका, सुधांशुलाई पनि ड्राइभर भन्दा खतरा रिसाउँथ्यो। अनि त्यहाँबाट साथीहरू के भने नि त, एसी चला भन्नु चाहिँ एसी बिना एक सेकेन्ड बस्नु हुँदो रहेछ। एसी बन्द गरिसक्दा एसी चलाऊ, एसी चल्दाखेरि ऊ चाहिँदैन पेट्रोल चाहिन्छ। अनि त्यहाँबाट कहाँबाट म सधैँ एसी चलाउन सक्छु तपाईँलाई? चिसो चिसो मौसम छ न्यानो माया दिनुलाई। कारमा रमाइलो गर्दै एकछिनमा हाम्रो चाहिँ पुग्छौँ मारुति सुजुकीको यो डिलरमा, जहाँ चाहिँ मैले कार पर्चेस गरेको थिएँ। यो साडे चाहिँ वेलकम मेम क्या लेना है कफी चाय भनौँ। अनि हामीले चाहिँ यहाँ कोल्ड ड्रिङ्क पियौँ। यस्तो धेरै गर्मी थियो होइन, पानी र कोल्ड ड्रिङ्क पिएर बाबुले यहाँ माथि लगाएको बेलन देखेर कति परेसान गरेको हेर्नु त मेरो हस्बेन्डलाई। बाबुले पनि पुरा कोल्ड ड्रिङ्क पिउँदैछ, एक गिलास पिइहाल्यो। अनि त्यहाँबाट हामी चाहिँ अब यहाँबाट निक्लिँदैछौँ। हाम्रो आरसी फाइनली पाइहाल्यौँ हामीले। घाम पनि यति धेरै थियो नि त, त्यही भएर छिटो जान्छौँ भनेर निक्लिहाल्यौँ। अनि मेरो एउटा जग्गामा जाने काम पनि थियो, त्यो जग्गामा चाहिँ म तपाईँहरूलाई अर्को भिडियोमा भन्छु ल। भिडियो लामो हुन्छ होइन भन्नु त। म चाहिँ आइफोन 17 प्रो म्याक्स किन्न आँटेको छु र तपाईँहरूलाई पनि सानो ब्लग दिन्छु। अनि हामीहरू चाहिँ कारमा बसेर एकदम धेरै रिल सुटिङ गर्दै थिएँ। मैले चाहिँ मेरो बुढालाई भन्दै थिएँ नहलिनु है, मलाई राम्रो रिल बनाउन दिनु भनेर। अब म त रिल्स पागल छु, तपाईँहरूलाई थाहा नै छ। मेरो बुढाले चाहिँ हाइवेमा पुरै कुदाइदिनुहुन्छ फ्लाइटभन्दा धेरै स्पिडले, हेर्नु न। अनि त्यहाँबाट हामीहरू चाहिँ मजाक गर्दै गर्दै बल्ल घरमा साथीहरू आइपुग्यौँ। घरमा आइपुग्दा यति धेरै मलाई भोक लागेको, अब बनाउने त टाइम थिएन। फटाफट मैले बाबुलाई बिहानै खिचडी बनाएँ।
बनाइदिएको थिएँ अनि खुवाइदिएँ बाबुलाई र सुताइदिएँ। मेरो छोरो कति ज्ञानी भएको छ अहिले के भन्नुहुन्छ। अब मैले यता चाहिँ हामीलाई भनेको थिएँ पनिर मटरको सब्जी र नान रोटी यस्तै खाउँ आज दिउँसो भनेर, किन भन्दा मलाई धेरै टाउको दुख्यो त साथीहरू। अब हामी चाहिँ नान रोटी र पनिरको सब्जी खाँदैछौँ र आज चाहिँ यति नै मैले मिनी ब्लग तपाईँहरूलाई सेयर गरेँ। राम्रो लाग्यो भने चाहिँ अलिकति माया दिनु होला। हमेसा न्यू भिडियोमा भेट्नेछु। अहिलेको लागि चाहिँ बाई बाई।